गौशाला सुकुम्बासी भित्र हामी प्रवेश गर्छौँ। अगाडिको रिङ रोड चक्रपथ अवलोकन गर्दै हामी भित्र गौशाला सुकुम्बासी बस्तीतर्फ हामी लाग्छौँ। आजभोलि लेटेस्ट अपडेट हिजो आजको के कस्तो छ नयाँ खबरहरू हामी यो सुकुम्बासी बस्ती व्यवस्थापन गरिसकेको भत्काइसकेको स्थानमा हामी आएका छौँ। ल हामी देख्न सक्छौँ यसरी माटोहरू उरुङका उरुङ निकालिएको छ भने इँटाहरू चाहिँ सम्पूर्ण यसरी निकालिएको देख्न सकिन्छ। ल इँटाहरू यसरी खाल्डो जगको खाल्डोबाट निकालिएको छ। ल हेर्नुहोस् त यसरी भित्रबाट इँटा निकालिएको रहेछ र हामी यता जाउँ हेर्दै अगाडि बढौँ। ल यसरी सम्पूर्ण सामानहरू निकालिँदैछ र यो जो बस्नु भएको थियो उहाँहरूलाई समय दिएको छ आफ्नो सामानहरू निकालेर लानु भन्ने कुरो छ। अन्य क्षेत्रमा सुकुम्बासी बस्तीमा चाहिँ काठमाडौँ महानगरपालिकाले 5 दिनको समय दिएको बुझिएको छ र ठाउँ ठाउँको सामानहरू लगिराख्नु भएको छ भने यो स्थानमा चाहिँ के गरिएको छ। अब यो पशुपति क्षेत्र विकासभित्र रहेको र अधिकार सम्पन्न बागमती सभ्यता आयोजनाको पनि सम्बन्ध रहेको हुनाले के भनिएको छ के गरिएको छ तपाईँ हामी देख्न सक्छौँ। अन्य सुकुम्बासी बस्तीमा चाहिँ काठमाडौँ महानगरपालिकाले समय दिएको छ आफ्नो सामान लानु र समयभित्र सामान नलगेको खण्डमा नगरपालिकाले सम्पूर्ण व्यवस्थापन गर्नेछ। भग्नावशेषहरू सम्पूर्ण हटाउने, फोहोर मैला सङ्कलन गर्ने, समायोजन गर्ने, त्यसलाई पूर्ण रूपमा सफा गर्ने भनिएको छ, व्यवस्थापन गर्ने भनिएको छ। अब यहाँको हकमा चाहिँ यो पशुपति क्षेत्रभित्र रहेको हुनाले पशुपति क्षेत्रको के छ योजना र काठमाडौँ महानगरपालिका र अधिकार सम्पन्न बागमती सभ्यता आयोजनाको कुरा जोडिएको छ। ल तपाईँ हामी देख्न सक्छ ताकि सबैकै एउटै होला योजना, एकीकृत योजनाहरू होला। अब तपाईँ हामी देख्न सक्छ यसरी यो भित्रको जगको घरको जुन जग भित्रको सामानहरू चाहिने इँटाहरू यसरी निकालिएको छ। ल हेर्नुहोस् त तपाईँ हामी देख्न सक्छ इँटाहरू यसरी निकालिएको छ। अब भित्र जग खनेर चाहिँ इँटाहरू निकाल्ने काम यसरी गरिएको रहेछ। तपाईँ हामी देख्न सक्छ नजिकैबाट इँटाहरू यसरी व्यवस्थापन गरिएको छ। ल हामी तलतिर जाउँ, हामी हेर्दै अगाडि बढौँ। यो गौशाला क्षेत्रको आज भोलिको व्यवस्थापन कसरी भइरहेछ भन्ने कुरा हो। केही समयसम्म अब यसरी आफ्नो सामानहरू लान दिने, व्यवस्थापन गर्न दिने भनिएको छ र केही समय पछाडि अथोरिटीले यो सम्पूर्ण डोजर लगाएर सफा गरिन्छ, थापाथली सुकुम्बासी बस्तीको झैँ सफा गरिन्छ होला भन्ने लाग्छ। त्यस्तो व्यवस्था गर्ला। ल यस्तो किसिमको त्यस्तो व्यवस्था गरिएला। ल यस्तो देख्न सकिन्छ यतातिर तपाईँ हामी देख्न सक्छ इँटाहरू यसरी सङ्कलन गरिएको छ। ल यतातिर तपाईँ हामी देख्न सक्छ यसरी खोतालेर इँटाहरू निकालिएको रहेछ। ल तपाईँ हामी देख्न सक्छौँ यसरी निकालिएको छ। ल जगभित्रबाट तपाईँ हामी देख्न सक्छौँ यस्तो किसिमको जग खनेर घर बनाइएको छ। ठुला घरहरू यसरी तपाईँ हामी देख्न सक्छौँ। यो चाहिँ भित्रको इँटाहरू फलामहरू निकालिएको स्थान हो र तपाईँ हामी देख्न सक्छौँ यस्तो किसिमको आजभोलि यो संरचना देख्न सक्नुहुन्छ। यो घर बनाउनुको लागि खनिएको यो खाडल होइन है हजुरहरू। यो पहिला जुन सुकुम्बासी बस्ती बसेको घर भत्काइसकेपछि यहाँ भित्रका सामानहरू निकालिएका फलाम इँटाहरू निकालिएको एउटा भग्नावशेष हो। ल यस्तो किसिमको देख्न सकिन्छ। आजभोलिको हिजो आजको ताजा खबर यस्तो किसिमको छ। योभन्दा अगाडि तपाईँ हामीले यस्तो किसिमको दृश्य देख्न पाउँदैनथ्यौँ, तर आजभोलि चाहिँ यसरी विकसित घटनाक्रमहरू भइरहेछ। ल तपाईँ हामी देख्न सक्छौँ यस्तो किसिमको छ। यता जाउँ, यता पनि यस्तो किसिमको कामहरू भइरहेछ, निकाल्ने कामहरू भइरहेछ, क्रमशः निकालिँदैछ। अब कुनै ठाउँमा धेरै समय दिएको होला, सानो ठाउँमा थोरै समय दिएको छ। शम्भुनाथ परिसरभित्रको सुकुम्बासी बस्तीमा 5 दिनको समय दिएको छ भने यहाँ अलिकति ठुलो यो सुकुम्बासी बस्ती हो, एरिया ठुलो पनि छ, घरहरू पनि ठुल्ठुला छन्। त्यसैले यो स्थानमा समय अलिकति बढी नै दिएको हुनुपर्छ मेरो विचारमा। ल हेर्नुहोस् तपाईँ हामी देख्न सक्छ यतातिर यस्तो किसिमको तपाईँ हामी देख्न सक्छ। ल यी भर्खरै भत्काइँदैछ, यसरी फलामहरू निकालिँदैछ। ल तपाईँ हामी देख्न सक्छ फलामहरू यसरी निकालिँदैछ।
तल खाल्डो निकालेर इँटाहरू यसरी निकालिँदैछ। ल तपाईँ देख्न सक्छौ यसरी समय दिइएको छ, आफ्नो सामानहरू निकालेर लानुहुँदैछ। अब ठेक्कामा पनि दिइएको बुझिएको छ, अब के कसो छ त्यो चाहिँ थाहा भएन, तर सुनिएको छ त्यस्तो किसिमको। ल यस्तो किसिमको यहाँ सामानहरू यसरी निकाल्नै बाँकी छ। यतापट्टि इँटाहरू सङ्कलन गरिँदैछ, धमाधम छ। अहिले अब छुट्टी भइसक्यो, बेलुका साँझ पर्नै लाग्यो, दिनभरि यहाँनिर इँटाहरू सङ्कलन गर्ने कामहरू भइरहेको देखिन्छ। ल तपाईँ देख्न सक्छौ योभन्दा अगाडि यहाँ इँटाहरू जम्मा गर्ने, सङ्कलन गर्ने, फलामहरू सङ्कलन गर्ने, फलाम इँटाहरू सङ्कलन गर्ने कामहरू तीव्र गतिमा थियो भने आज चाहिँ बेलुका भइसकेको छ। साथीहरू सम्पूर्ण प्राविधिक साथीहरू घर लागिसक्नु भएको छ। ल तपाईँ देख्न सक्छौ यो बेलुका 5 बजीसम्म मात्रै प्रायः काम हुन्छ। अब अहिले त 6 बज्नै लाग्यो, 6 बजिसक्यो भनौँ। अब 6 बजिसकेको हुनाले सबैजना घर गइसकेका छन्, जाने तर्खरमा छन्, लुगाहरू फेरिराख्नु भएको छ कतै। ल यस्तो किसिमको दृश्य हामी देख्न सक्छौँ। ल तपाईँ हामी देख्न सक्छौँ धेरै सामानहरू लगिसक्नु भएको छ, व्यवस्थापन गरिसक्नु भएको छ भने अब केही सामानहरू बाँकी रहेछ र कचरमचर फोहोर मैलाहरू चाहिँ धुलो माटो कचरमचर सामानहरू, इँटाका मसिना टुक्राहरू, बाँस काठपातहरू अलिकति मकिएका तपाईँ देख्न सक्छ। यस्तो किसिमको काम नलाग्ने सामानहरू चाहिँ बढी देखिन्छ। प्रयोगमा नआउने सामानहरू धेरै देखिन्छ, प्रयोगमा आउन नसक्ने सामानहरू धेरै देखिन्छ। त्यसैले गर्दाखेरि यी सामानहरू अब हटाउन बाँकी छ भने अब यसरी इँटाहरू भित्रभित्र हेर्नुहोस् त यसरी निकालिएको छ। भित्रभित्र इँटाहरू यसरी खाल्डो खनेर निकालिएको छ। ल तपाईँ देख्न सक्छौँ, ल खाल्डो देख्न सकिन्छ। यस्तो मुनिसम्म खोतलेर इँटाहरू यसरी निकाल्ने कामहरू भइरहेको रहेछ। ल तपाईँ देख्न सक्छौँ यो गौशाला सुकुम्बासी बस्तीमा आजभोलि हिजो आजको लेटेस्ट अपडेट हो, न्यू अपडेट। यस्तो किसिमको तरिकाले काम भइरहेछ। ल तपाईँ देख्न सक्छौँ वास्तविक सुकुम्बासीलाई सरकारले न्याय दिने भनिएको छ। अब यहाँ भएको पुरानो संरचनाहरू भत्काइएर यसरी सम्पूर्ण सामानहरू व्यवस्थापन गरिरहेको, आफ्नो सामानहरू उठाइराख्नु भएको दृश्यहरू हामी देख्न सक्छौँ। ल यो सुकुम्बासी बस्तीको भग्नावशेष हामी देख्न सक्छौँ। यसरी सामानहरू जो गरिँदैछ। यता ढुङ्गाहरू देख्न सकिन्छ, यता इँटाहरू यसरी थुप्रो पारेको देखिन्छ। ल यस्तो छ, एकापट्टि इँटाका टुक्राहरू, मुनि जगबाट निकालिएका यी भग्नावशेषहरू देख्न सकिन्छ, सामानहरू। ल हामी अगाडि जान्छौँ। अगाडि चाहिँ धेरै व्यवस्थापन भइसकेको रहेछ सामानहरू, यता चाहिँ धेरै लगिसकेको दृश्य हामी देख्न सक्छौँ। ल हेर्नुहोस् त यतापट्टि चाहिँ सामानहरू प्राय व्यवस्थापन भइसकेको रहेछ, सामानहरू जो गरिसकिएको लगिसकिएको देख्न सकिन्छ। सम्पूर्ण सामानहरू यहाँबाट चाहिँ लगिसकेको, जो गरिसकेको, व्यवस्थापन भइसकेको देख्न सकिन्छ। यहाँ कचर मचर धेरै रहेछ है साथीहरू। ल यो क्षेत्रमा चाहिँ कचर मचर धेरै छ। ल हेर्नुहोस् त, ल हेर्न सक्नुहुन्छ यस्तो छ। अहिले यो गौशाला सुकुम्बासी बस्तीमा कचर मचर सामानहरू, फोहोर मैलाहरू प्रशस्त देख्न सकिन्छ र चाहिने सामानहरू व्यवस्थापन भइसकेको छ। धेरै जसो सामानहरू चाहिँ लगिसक्नु भएको छ र गाडीबाट लोड गरेर लगिसक्नु भएको छ भने व्यवस्थापन भइसकेको दृश्य हामी देख्न सक्छौँ। ल यस्तो छ। ल यसरी हामी जान सक्छौँ अगाडि तलतिर मासतिर हेर्दै। बाटो चाहिँ अलिकति अप्ठ्यारो छ, धुलो मैलो छ। ल कचर मचर धेरै छ, फोहोर मैला धेरै छ, सामानहरू। ल यस्तो व्यवस्थापन भइसकेको दृश्य तपाईँ हामी देख्न सक्छौँ। ल यसरी हामी देख्न सक्छौँ है, यो ठुलो मात्रामा फैलिएको सुकुम्बासी बस्ती। ल यस्तो छ, तपाईँ हामी देख्न सक्छौँ। अब अझै पनि इँटा निकाल्ने काम यता भइरहेको छ। साथीहरू धेरै जसो घर गइसक्नु भएको छ भने केही साथीहरू अझै पनि यहाँ इँटा लिइराख्नु भएको, इँटा निकालिराख्नु भएको दृश्य हामी देख्न सक्छौँ। ल हेर्नुहोस् त यसरी इँटा निकालिएको छ, जगबाट यसरी निकालिँदैछ। ल हामी यता हेर्दै जान्छौँ।
चाहिने सामानहरू निकाल्ने थन्काउने लाने काम भइरहेको छ। यो भित्र जगमा इँटाहरू थुप्रै थिएछ, तपाईँ हामी देख्न सक्छौँ। र यस्तो यस्तो इँटाहरू निकाल्ने काम भइरहेछ। ओहो, इँटा त थुप्रै रहेछ त। काम लाग्ने इँटाहरू यसरी निकालिँदैछ, व्यवस्थापन गरिँदैछ। ल साथी हो, यस्तो छ। यो पशुपति आर्यघाट अगाडि देख्न सक्छौँ। पशुपति आर्यघाट अगाडिको यो सुकुम्बासी बस्ती यस्तो किसिमको भग्नावशेष हामी देख्न सक्छौँ। ल हेर्नुहोस्, यस्तो किसिमको भग्नावशेष छ, व्यवस्थापन भइरहेछ। योभन्दा अगाडि आउँदाखेरि यहाँ थुप्रै सामानहरू थियो, डोजर लागिरहेको दृश्य थियो भने अहिले चाहिँ धेरै सामान व्यवस्थापन भइसकेको रहेछ। ए हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार। यहाँ सुकुम्बासी बस्तीमा कति घर थियो हजुर? खै कति थियो कति थियो सुन्नु भएको होला नि? मैले गन्ती गरेको छैन। ए सुन्नु भएको होला नि? तपाईँ हुनुहुन्थ्यो नि यहाँ डोजर लाउँदा? हजुर डोजर लाउँदा तपाईँ हुनुहुन्थ्यो होला? थियो तर कति डोजर लाग्यो? कतिवटा हजुर? 8वटा लाग्यो भन्छ। 8वटा डोजर लाग्यो। ए एक दिनमा भत्काइसक्यो? सबै बच्चा एकै दिनमा 8वटा डोजर? 3 दिन लाग्यो। ए कति घर परिवार थियो होला हजुर? परिवारहरू पहिल्यै मौजा दिइसकेको हो। ए भनेपछि पहिल्यै मौजा त दिइसकेको? दिइसकेको। ए ल हजुरलाई सबै थाहा छ। यो पारीकोलाई पनि दिइसकेको छ। ए पारीलाई पनि? जे होस्, उता भुवनेश्वरी मन्दिरतर्फ पनि मुआब्जा दिइसकेको छ, लिइसकेको छ। ए ल धन्यवाद है हजुर। र नमस्कार जानकारीको लागि। ल हजुर नमस्कार। ल अब यस्तो छ यहाँ, तपाईँ हामी देख्न सक्छौँ यो स्थानमा यसरी यो इँटाहरू व्यवस्थापन गरिएको रहेछ, फलामहरू व्यवस्थापन गरिँदो रहेछ। आजभोलिको नयाँ अपडेट यस्तो किसिमको छ। ल तपाईँ हामी देख्न सक्छौँ। ल यता अगाडि जान्छौँ हामी। यो पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको यो पशुपति क्षेत्र आर्यघाट तपाईँ हामी देख्न सक्छौँ। पशुपति आर्यघाट मास्तिर वनकाली रहेको छ। ल हामी देख्न सक्छौँ यस्तो किसिमको यो बागमती नदी पवित्र स्थान मानिन्छ, वर्ल्ड हेरिटेज। र यो विश्व सम्पदा सूचीमा सूचीकृत वर्ल्ड हेरिटेज पशुपति क्षेत्र पशुपतिनाथ मन्दिर परिसर अगाडिको यो बागमती नदी अब जति फोहोर भए पनि यो पवित्र मानिन्छ। यो जललाई पवित्र जल मानिन्छ। हाम्रो पौराणिक ऐतिहासिक नेपाली कल्चर अनुसार यो बागमती नदीलाई पवित्र नदी मानिन्छ, गङ्गा नदी जस्तै। ल यहाँको दृश्यावलोकन गराउँदै यहाँको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। नयाँ साथीले सब्सक्राइब गरी मैसँग जोडिनु होला। र यहाँहरूको दिन शुभ रहोस्, सबैको जय जय होस्। हस्त बाई बाई नमस्कार। यहाँहरूले अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ।